हेलो नमस्ते तपाईलाई सन्चै होला सन्चै हुनुहुन्छ भन्ने म आशा गर्दछु। आज चाहिँ म शनिबारको दिन हो। शनिबारको दिन भएको कारणले गर्दाखेरि किचनमा छु। किचनमा मैले एक प्रकारको त्यो भुटन बनाउने कोसिस गरिरहेको छु। अब भुटन भन्दा पनि बेग्लै किसिमको एउटा परिकार बनाउन खोजिरहेको छु। कस्तो हुन्छ के हुन्छ म तपाईलाई देखाउने नै छु। आजको म चाहिँ किचन छु। म किचनको वरिपरि के छ म तपाईलाई देखाउन चाहन्छु। लेट्स गो। आजको यो भिडियो चाहिँ विशेष हुनेवाला छ। अन्तसम्म हेर्नु होला। एकदमै मलाई चाहिँ रमाइलो लाग्छ तपाईहरुले देख्नुलाई। मेरो यो लाइफ स्टाइल है, लाइफ स्टाइल भन्छ नि, हाउ टु स्टाइल। अब यो कसरी बनाउने भनेर म चाहिँ पहिला सबभन्दा सुरुमा यो मासु ल्याउँछु। यसलाई चाहिँ मस्त धुन चाहन्छु। चाहिँ योहरू सबै चाहिँ कस्तो छ नि, मलाई चाहिँ यो आन्द्रा भुँडीहरू चाहिँ अलिकति सफा गर्न गाह्रो लाग्छ। सामानहरू ल्याएको छु म। यसलाई चाहिँ मजाले धुन चाहन्छु सबभन्दा पहिला। एकचोटि खोइ पूर्वज ल म एकचोटिमा यो खालत खुलुत उयो गरौँ, धुउँ। कुकरमा हालेर बेसार हाल्न चाहन्छु। मैले बेसार हाल्दै त्यसपछि आएर तपाईको म नुन पनि पहिला नै यसलाई एप्लाई गर्न चाहन्छु। नुन पनि पहिला नै एप्लाई गर्न चाहे। यति गरिसकेपछि मैले चाहिँ के गर्नु चाहिरहेको छु भने ग्यास बाले। ग्यास बालेर चाहिँ अब धेरै त होइन, म यसलाई चाहिँ कतिसम्म बसाल्न चाहन्छु भन्दाखेरि लगभग 3-4 सिटी लाएर यसलाई कमल बनाउँछु। त्यसपछि भुटन बनाउन चाहन्छु। अहिले चाहिँ म सबभन्दा अब यसरी यो पाकिराख्दाखेरि, किनभने यसलाई अलिक सिलाउनु पर्ने हुन्छ, अलिक कमल बनाउनु पर्ने हुन्छ, चपाउँदा सजिलो पनि पर्ने हुन्छ मासुले। त्यसलाई चाहिँ पाकिराख्दाखेरि म अहिले चाहिँ यसलाई चाहिने इन्ग्रेडियन्टहरू जस्तै प्याज, अदुवा, लसुन अनि जिरा, धनियाँ के चाहिन्छ सबै म त्यो तयार गर्न चाहन्छु। एउटा प्याज ल्याएको छु, त्यहाँदेखि यो ल्याएको छु है। अब यसलाई चाहिँ म पहिला सबभन्दा यो लसुन छोडाउनु पर्यो। ल ल ल यस्तै नै यो गरेपछि यहाँनिर यस्तो हुन्छ। अब हामीले चाहिँ त्यो लगभग हामीले 15 मिनट जति पकायौँ यसमा, कुकरमा। यस्तो यो सफा लुगा लगाएर चाहिँ त्यो भएर चाहिँ मैले एप्रोन चाहिँ लाउनै पर्ने हुन्छ, किनभने अब चाहिँ यसको यो छिट्टा उसमा पर्ने कारणले गर्दाखेरि यो पनि बौला पनि यसरी माथि माथि सारौँ। यसरी छोटो छोटो काट्ने हो। मेन चाहिँ यो यसरी तपाईँले स्वाट काट्नुपर्ने हुन्छ। जस्तै योहरू पनि यसरी हामीले पिस गरेर हाम्रो चाहिँ यस्तो भयो होइन। यहाँनिर कटिङ गरिसकेपछि चाहिँ दामी पिस जस हड्डी हालेको थिएँ होइन, बेसार राम्रो फ्लेभर देख्छ। अनि हाम्रो यो प्याज, अनियन अनि अदुवा, जिन्जरको यो पुरै होइन पिसहरू त्यस्तो छ काटिसकेपछि अब हामी यसलाई भुट्न जान्छौँ। यहाँनिर हाम्रो तेल चाहिँ खरिसकेको छ। यहाँनिर अब एकछिनै अब चाहिँ हामी भुट्न जाँदैछौँ। यहाँनिर हेर्नुहोस्,
यस्तो मजाले भुट्नुपर्छ कि यस्तो सट हाल्यो होइन तला तलाएर अनि गोल राखेर गोल नालेर त्यसपछि तपाईँले रातो एकदम खर्रो भुट्नु पर्ने हुन्छ मजाले भुट्नु पर्ने लसुन र होइन अदुवा पेस्टहरू पनि हाल्छ हाम्रो त्यो उयो छ कि छैन अब त पुरानो त्यो सस्नु थाल्यो ब्ल्याक छ त्यसै त्यसो भने कलर आउँथ्यो दामी हुन्थ्यो अनि यसरी चाहिँ हामी म्याक्सिमम् धेरै भन्दा पनि हामी 10-15 मिनट हामी मान्छे पनि हालिरहेको छौँ जो देखेको हुन्छ अब चाहिँ हामी प्याज यो चाहिँ खान्छौँ खानुहोस् तपाईँलाई पनि यस्तो बनाएर घरमा बनाउन सक्नुहुन्छ हामीले गरे जस्तै कतिले चाहिँ अब हाम्रो तरिकाले नगरेर सिधै मासु यो बोइल नगरिकन त्यसलाई हल्का स्टिम नगरिकन बनाउँछु तर हामीले चाहिँ स्टिम गर्दाखेरि धेरै सजिलो हुनुपर्छ कुनै कुनै मासु चाहिँ राम्रो काटेको छैन चाहिँ काट्नु पर्यो ठिक छ अनि फाइनली यो तयार भएपछि तपाईँलाई देखाउन चाहन्छु मसला पनि हाल्नु पऱ्यो होइन अब पाक्दैछ अहिले मजाले हेर्नु म मजाले पाकेको म तपाईँलाई देखाइरहेको छु म चाहिँ यस्तै एप्रम लाएर बसिरहेको छु हामी दुईजना एकजना हाम्रो मेरो लागि चाहिँ ऊ पनि हुन्छ सहयोगी हुनुहुन्छ अनि यो चाहिँ हामीले अहिले जिराको धुलो हाल्नेछौँ जिराको धुलो हालेर अनि अब नुन पनि हाल्न चाहन्छौँ सिधै नुन हाल्नु पर्ने अनि नुन चाहिँ पुग्दैन यो खोर्सानीको धुलो चाहिँ हाल्दैछौँ अब चाहिँ हामी अब के हाल्दैछौँ भन्दाखेरि तपाईँलाई यसरी मजाले यस्तो राम्रो होइन दामी देखिरहेको बबाल देखिरहेको यो चाहिँ नुन साल हामीले हाल्यौँ जिरा अनि खोर्सानीको धुलो स्पाइसी बनाउनुको लागि मिठो हुन्छ अब हेर्नुहोस् खाँदा चाहिँ कस्तो लाग्ने आएर हामी अलिकति खान्छौँ कस्तो लाग्छ पुरा फ्राई गरेर एकदम हामीले खान्छ there you go. एकदम स्पाइसी जिरो मिठो स्वादहरू त्यस्तो भिडियोलाई धन्यवाद यस्तो भिडियोहरूलाई सब्सक्राइब गर्नुहोस् हाम्रो च्यानल आइहालिन्छ त्यो चाहिँ नमस्कार बाई